समयमा यो खाने साह्रो त साथीहरु। हेलो साथीहरु, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल है। मैले भिडियो सुट गर्दाखेरि चाहिँ मर्निङको टाइम मर्निङको 4 बजिरहेको छ है साथीहरु। अनि अहिले चाहिँ हामी कहाँ जाँदैछ भन्दा चाहिँ हाम्रो रचेला पिक सनराइज हेर्न जाँदैछ हो। सो आशा राख्छु हजुरहरूले पनि लास्टसम्म हेरिदिनु हुनेछ भनेर है, किनभने हाम्रो 3 डेजको हाइकिङ छ है। सो हजुरहरूलाई यादै छ हिजोको पनि मैले हालेको छु भिडियो। सो आजको पनि डल्लै हेर्नुहुन्छ होला, अन्तिमसम्म हेर्नुहुन्छ होला भनेर आशा छ। सो अहिले चाहिँ हामी घरमै छौँ है। अनि रात परिरहेको छ रात हैन। अनि अहिले चाहिँ बजेको छ कति भनेको म धेरै जुम्पो भइसक्यो, यति बजेको छ हो। उठ्नु चाहिँ म 3:30 मा उठेको हो। सो अब चियाहरू चाहिँ हामीहरू जान्छ। सो हेर्दै गर्नुहोस् होला साथीहरू। इधर मेरो ग्रुप गाइस, हाम्रो चाहिँ आज ट्रेकिङमा हो। जनताहरू ग्रुपहरू ढिलाएर चाहिँ यहाँ मण्डली चोकमा चाहिँ हामी 2 दिदी बहिनी बसेको चाहिँ आधी घन्टा हुन आँटिसक्यो हो। सनराइज हेर्नु जाने प्लान गरेको र आज यिनीहरूले सनराइज हेर्दैन जस्तो छ। ढिला भइसक्यो हामी वेट गरेको। निन्द्रे भएर त हामी कस्तो पङ्क्चुअल पुग्यो गाइसहरु। हामी चाहिँ पङ्क्चुअल थियो कि यिनीहरू छैन, यिनीहरूलाई म गाली गर्छु। अँधेरो भएछ, हामी चाहिँ साथीहरू आइपुगिसकिसक्यो हो। अनि यतिको चाहिँ भइरहेको रहेछ यहाँनिर हो। त्यही त अनि त्यो सानो त्यो दिपहरू जस्तो देख्दैन कि क्या हो है, त्यो निक्लिन्छ नि त्यो सेप बनिँदै। दामी देख्यो है, मजा आउँदैछ भाइ एकदमै। हेलो सुशान्ता को एला सरी सुशान्ता होइन त्यही त आयो, आइपुग्यो हामीहरू। अनुहार त देख्दैन छ नि है भाइ, हेर न। अलराइट साथीहरू, अहिले भने चाहिँ हामी सबैजना आइपुगिसकिसक्यौँ। बल्ल बल्ल अलिअलि अनुहार देखिँदैछ हो। अब म तपाईँहरूलाई यहाँको नजारा अनि भ्यूहरू देखाउँदैछु है साथीहरू। यतिको भइसकिसक्यो हो, घाम चाहिँ निक्लिन है। अनि अहिले चाहिँ हाम्रो सबैजना भेला भइसकेको छौँ भन्दा पनि आउँदैछ आधाउधीहरू हो यहाँनिर हो। हो मजा आयो, त्यो इन्जोय गऱ्यो, मजा आयो है भाउजू, एकदम मजा आयो, मजा आयो, मजा आयो। सिस्टर यता हेर न कस्तो दामी देखेको बा हो। म त हराइ त गइछु कलुवा त्यस्तो नभन् न, उसको पछाडि हेर्नु कस्तो दामी देख्दैछ साथीहरू। अहिले भने चाहिँ घाम सूर्य यतिको उदाइसकिसक्यो। ए लड्छ है को लड्छ, आरामसे आरामसे गर्नु खोज्दैछ यहाँनिर हाम्रो दिपु, यहाँनिर लला बुद्ध है। हेर्नु आइराखेको बेलामा फेरि मेरो सुरजलाई 2 शब्द नदेखिन दे सुरजलाई कति टाढोबाट हेर्थे सुरज भन्दैन। सबै रमाइलो भइरहेछ हो। प्लिज प्लिज मेरो मनको भावना बुझिदेऊ। क्षमा हेर्नु ल राम्रो साथीहरू यसो होइन। ओइ पनि यता हेर, युट्युबको भिडियो हो न, यता अँधेरो भयो त अनुहार देख्न थाले गाइस रे कलुवाहरुको। सारङ्गीको तालमा बुझुले सारङ्गी हामी सुरजको आसमा गाइसहरु बुढिया मुसा सुत्ला छ। सबैजना प्रतीक्षामा छ। साथीहरू अब चाहिँ सूर्य निक्लिन लाग्यो है, हजुरहरूले पनि देख्न सक्नुहुनेछ यहाँबाट चाहिँ। खै मेरो अम्ला यहाँबाट चाहिँ निक्लिँदैछ, अम्लै देखेन हो साथीहरू। अनि हेर्नुहोस् न डाँडाकाँडा चाहिँ कति दामी देखिएको छ कि, फगहरू पनि आएर हो। अब चाहिँ लगभग निस्कियो भन्दाखेरि हुन्छ है साथीहरू। अब चाहिँ हाम्रो प्रतीक्षा सकिँदैछ है, किनभनेदेखिको अब चाहिँ घाम निस्किँदैछ। यो चाहिँ हो लो साथीहरू निक्ल्यो। टिका गयो मेरो अम्ला, यो टिका जस्तो चाहिँ साथीहरू घाम। फोकस गर्ने है सानो छ अहिले बिस्तारै बिस्तारै सबैजनाले कतिजना त बिचार यहाँनिर नयाँ नयाँ छ गाइजहरु। सो त्यही कारणले
अलिक ठुलो निक्ल्यो साथीहरू क्या दामी देखिदिएको रातो बलुनहरू जस्तो हेर्नु न हो क्यामेरामा भन्दा पनि रियलमा चाहिँ दामी देखिरहेछ हो सबैजना अनि यहाँनिर हो वाउ साथीहरू दामी निक्ल्यो साथीहरू अब चाहिँ निक्ल्यो गाइसहरू निक्ल्यो ओके साथीहरू अब चाहिँ घामले रेस फाल्नु सुरु भइसकिसक्यो साथीहरू हो हेर्नुहोस् यति साह्रो दामी देखियो वाउ साथीहरू यो चाहिँ हाम्रो रचेला पिकबाट देखिन्छ है वाउ इट्स सो प्रिटी सो ब्युटिफुल ओके साथीहरू अब चाहिँ हामीले चाहिँ यो सनराइज ल सनराइज हेरिवरी चाहिँ फोटो सेसन हुँदैछ यहाँनिर हो ल थ्याङ्क यू सनराइज हेरिवरी चाहिँ साथीहरू अब हामी चाहिँ जाँदैछ पिकमा है माथि सनराइज एकदम फाइनली यतिको भइसकिसकेको छ हो मजा आयो एकदम अब चाहिँ माथि गएर भेट्ने साथीहरू सो हेर्दै गर्नुहोस् होला पहिलाको पालि चाहिँ मैले नि ननस्टप भिडियोहरू नबनाइकन हेरेको होइन त्यो कारणले गर्दाखेरि आज चाहिँ अलिअलि बनाएँ मजा आयो है एकदम मजा आयो मलाई छोडेर सबै आउँदा छिटो अब चाहिँ हामी चाहिँ साथी जाँदैछ फाइनली माथि रचेला पिक हो तलनिर चाहिँ हामीले सनराइज हेऱ्यौँ यहाँबाट चाहिँ यदि दिन क्लियर छ भने आज दिन त्यस्तो खास थिएन नत्र भने तपाईँले दामी सनराइज देख्नुभएको थियो हल्का मिस थियो है अब यो माथिबाट दिन क्लियर छ भने चाहिँ तपाईँले लाभा चाहिँ दामी देख्न सक्नुहुनेछ हो अनि हामी चाहिँ पछाडि यति आउँदैछौँ अगाडि चाहिँ हेरिसक्यो अनि हामी जानुपर्ने चाहिँ यहाँ छ है साथीहरू अनि दुईवटा भेहिकल पनि छ हो इफ इन केस इमर्जेन्सीमा चाहियो भनेर तर एउटा चाहिँ टुरिस्टको हो साथीहरू है सो हामी चाहिँ यहाँनिर पहिला पनि आएको फेरि हामी जाँदैछौँ के भाइ यो पो रहेछ त अन्त गुड मर्निङ आफ्नै साथी रहेछ साथीहरू हो अनि जुठो छ जुठो यवान ए मलाई जाँदैन ओबे बहिनी माउन्टेन हिँड्न छिटो माउन्टेन यही मिस हुन्छ भनेको रहेछ नि त बहिनी छिटो हिँड्न तल छाड त जाँदैन म उयो माथि जानु इट्स लुक्स लाइक अ वाउ 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 हाम्रो लाभा बजार वाउ वाउ कस्तो दामी देखियो अनि हामी त यस्तो दामी जग्गा छ त हो वाउ 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 साथीहरू यो चाहिँ किन भनेको छ हामीले सनराइज यहाँनिर हेऱ्यो जब सन उठ्छ नि जब उक्लिन्छ नि त्यो रेस चाहिँ सिधै हेर्छ यहाँनिर यसरी कञ्चनजङ्घामा चाहिँ लाग्छ त्यसै कारणले गर्दाखेरि चाहिँ यो ब्युटी चाहिँ एकदमै बेसी दामी झल्किन्छ हो तर तपाईँहरू चाहिँ यहाँ आउनुभन्दा अगाडि चाहिँ वेदर चाहिँ हेर्नुपर्छ है तपाईँहरूले फेरि दिन बिग्रेको बेलामा आयो भने चाहिँ ओहो लाभाको मान्छेले त कस्तो रङ अपडेट दिएछ भन्नुहुन्छ ल दिन चाहिँ एकदमै बेसी उज्यालो छ भने चाहिँ तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ वाउ साथीहरू वाउ 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 मजा आइरहेछ हाई यवन मजा आइरहेछ हेलो मजा आइरहेछ मजा आइरहेछ हेलो मजा आइरहेछ हेलो हजुरलाई मजा आइरहेछ हेलो हेलो हजुर हजुर सबैजनालाई मजा आइरहेछ म चाहिँ हाम्रो समीर भाइको ममा है
सबैजनालाई मजा रहेछ दादा एकदमै है दामी है मजा आयो यस मजा आयो भन्नुपर्छ नि होइन यस्तो रेयरली देख्नु पाइन्छ यस्तो होइन प्राकृतिक सुन्दरताहरू जिप्रो पनि जाडोले त एटापेटै हुँदैछ हो मजा आउँदैछ नि है मजा आउँदैछ भाइहरू मजा आउँदैछ मैनी ठिक छ हो साथीहरू मजा आउँदैछ मजा आउँदैछ मजा साथीहरू यस्तो हो टुसारो देखाउँछु म तपाईँलाई टुसारो त साथीहरू देखो क्या हो रहा है गाइस क्या हो रहा है उत्तापट्टि तपाईले सबै त्यो चाहिँ ओक्लाखन भ्याली जसलाई सिक्किम रेन्ज हो which is one of the shortest Himalayan range in the world र कञ्चनजङ्घा चाहिँ समिट गाइजहरु अहिले ब्रेकफास्टको समयमा यो खाने टाइम ब्रेकफास्ट यताउता टुर भयो अर्ली इन द मर्निङको हल्का स्न्याक्सहरू जस्तो हो अन्त अन्डा केरा अनि चिउरा हामीले अन्डा केरा चाहिँ खाइसक्यो केरा पनि रहेछ अन्डा यहाँ रहेछ भाइहरूकोमा हो हाम्रो चाहिँ सक्यो दिदी बहिनीको चाहिँ यहाँनिर दादा यस्तो हुँदैछ गाइजहरु मौका लाउँदाखेरि त एकदम साइलेन्स मेन्टेन गरिन गर्नुपर्छ नि गाइजहरु त्यस्तो हुँदैछ ल पाउडर ओके साथीहरू अब चाहिँ हामीहरू यहाँबाट गएको टुङ 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 हो आइज बहिनी अब चाहिँ हामी गएको अब चाहिँ गएको हामीहरू हो हजुर अब चाहिँ हामीहरू गएको ल साथीहरू गाडीमा जाने के गर्नु गाडीमा जाने के गर्नु ल अब चाहिँ तर साथीहरू ओह्रालो त मजा आउँछ ओह्रालो छ है भाउजू अघि त घाम भेट्यो अब त आरामले जाँदा पनि भइगयो नि ओ तर युट्युबको बनाइनस् म त अहिले बनाएको छैन नि ए किन म अलिक मेरो त्यस्तै खालको भइरहेको छ कि प्रब्लम्स ए अन्त त्यसले गर्दाखेरि अलिक मतलब त्यस्तो सर्ट भिडियोहरू चाहिँ अपलोड गरेको ए त्यस्तो गरेको छैन ठिकै छ ल ल ल लो अबे भाउजू म झन्डै लडेँ झन्डै लड्यो हाँसी हेर न कस्तो रहेछ यो त बिचरा पो भन्छ ल भनेको त साथीलाई पनि लडेर त अन्त बहिनी मजा आयो एकदम A1 गाइजहरु मजा त्यही त ए साथीहरू फाइनली अब चाहिँ हामी लाभा आइपुग्यौँ माथि डाँडाबाट यहाँ फर्स्टमा चाहिँ हामी यतिजना छौँ यहाँ भाउजू हो अनि यहाँ हामी यो हाम्रो लाभा आइपुग्यो साथीहरू यति मात्रै अरू माथि आउँदैछ गले साथीहरू आम्मा अहिले भने चाहिँ घर आइपुगिसकिसके साथीहरू हो है ल अब चाहिँ फाइनली घर आइपुगिसक्यो हामी चाहिँ टक्कै 8 बजी चाहिँ घर आइपुगिसकेका थियौँ साथीहरू हामी चाहिँ आज चाहिँ यो पिक पुगेर आएको यो पिक हो हजुरहरू जतिजनाले पनि यो भिडियो लास्टसम्म हेरिदिनु भयो तपाईँहरू सबैजनालाई धन्यवाद अनि लाइक अनि सब्सक्राइब गरिदिनु हुन्छ होला भन्ने आशा राखेको छु आमा ल राखेको छु यदि नयाँ नौलो हुनुहुन्छ भन्नेको हजुरहरू है अब फेरि भेटौँला अर्को नेक्स्ट ब्लगमा आशा राख्छु हजुरहरूलाई यो ब्लग मन पर्यो होला भनेर है सो धन्यवाद।